हेलो एभ्रिवान, आज फेरि मिरिक प्रताप गाउँबाट चाहिँ पेसेन्ट आउनु भएको थियो। हाम्रो बुवाको साथी हो। अन्त मलाई चाहिँ एक झोला सब्जी ल्याइदिएको छ। के ल्याइदिएको छ हेरौँ ल। ढ्यान्टारेङ साग ल्याइदिएछ, एकदम फ्रेस घरकै अरे हो। के ल्याइदिएछ हौ ढ्यान्टारेङ। अहिले पनि हुँदो रहेछ हौ काँक्रा है। आमामामा फर्स्ट इस्कुसको जरा चाहिँ आज खाइदिइहाल्नुपर्छ। बिचारा किनेर लिएको हो कि घरकै हो। यो चाहिँ अन्त इस्कुस चाहिँ निकै नै ल्याइदिएछ। थ्याङ्क यू सो मच। अन्त यो चाहिँ नानाले बनाएको, आफ्नै हातले बनाउनु भएको अरे अचार हो। टेस्ट गरेर भन्छु। डिप फ्राई गरेको छ। यो चाहिँ हल्का टचिङको लागि चाहिँ राम्रै हुन्छ। यदि तपाईँहरूलाई पनि किन्नु मन छ भने चाहिँ मलाई डाइरेक्ट अर्डर गर्नु होला। सो दिस इज इट।